कि होइन त्यही साबुन किनेर आउनु त्यही यसरी मार्नुपर्छ रुवाइमा सिज होला है भन्दा बढी छ हेर्नु त्यही साथीहरू हाम्रो चाहिँ यहाँ साग छर्ने सुरुवात भइसकेको छ। गुड मर्निङ गाइस, तपाईँहरू मेरो ब्लगमा फेरि पनि स्वागत छ। बिहान बिहान उठेर चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ साग छर्ने रे होइन चटलाहरू यो चाहिँ एरिया पुरै खन्नुपर्ने हुन्छ हामीले। कि कसो भाउ खन्ने होइन यो अब गाइस थाक्यो यार, बिहान बिहान एक्सर्साइज गरेको जस्तो नि भयो होइन। देख्न सक्नुहुन्छ अलिअलि चटलाएर यहाँदेखि पुरानो मललाई साइड लाएर यहाँको नयाँ मल होइन, नयाँ मल के हो यो नयाँ मललाई ट्याग गराएर त्यहाँ व्यवस्थापन गरेर राखिरहेछ। बुवा चाहिँ त्यहाँ साग यसो डोलाउँदै हुनुहुन्छ होइन, साग डोलाउने होइन के हो बिहा जस्तो के हो सागबारी यसो डोलाइ होइन टक्क त्यो झारसार उखालेर टक्क फ्याल्ने त्यस्तो खालको मैले चाहिँ खनेर टक्क राखिदिइसकेको थियो त्यहाँ। अनि म चाहिँ अब के गर्न थालेको भने यहाँनिर भाँडो माझ्नु थाल्यो क्या। भाँडो त माझ्नु पऱ्यो होइन, भात पकाएर त खानै पऱ्यो। त्यही भएर टक्क यस्तो खरानी देख्न सक्नुहुन्छ खरानी यस्तो यसो गरेर माझ्नुपर्छ। त्यही साबुन चलाउने चलन छैन यहाँ, फेरि साबुन किन्न के होइन त्यही साबुन किनेर आउनु त्यही यसरी मार्नुपर्छ रुवाइमा सिज होला है। गाइस हेर्नु त यार यस्तो उम्रेछ क्या, 1 केजी भन्दा बढी छ हेर्नु त्यही। त्यसरी त्यो कुना कुना रोप्नुपर्छ, छेउ त नरोप्ने कुना यत्रो आमा यार प्याज जति सब उम्रेर सिद्धिनु भयो त के हो। दामी तरिकाले यसरी रोप्नु पर्ने हुन्छ होइन। तपाईँहरूको नि प्याज उम्रेको छ भने यसरी नै रोप्नु होला भनेर के भन्नु मलाई पनि एकजना दिदीले भन्नुभएको थियो। सबले हाले नि अब सोगले त हाल्ने त यत्रो चाहिँ मल पनि हुन्छ, पात खानु त हुन्छ कमसेकम यस्तो छेउ रोपिदिनु भने मल पनि हाले वरतिर पतिर राल न म त्यो अब हात धोएर साको बिडेर मल हाले यस्तो गरिदिने होइन भइहाल्छ नि टक्क लाएर। साथीहरू हाम्रो चाहिँ यहाँ साग छर्ने सुरुवात भइसकेको छ। यहाँ खाना पनि बसालिदिइसकेँ मैले, देख्न सक्नुहुन्छ यस्तै छ आगो धुवाँ भएर